morning everyone. हाम्रो ढोरपाटनको राइड सुरु हुँदैछ है मर्निङ अब यो गोइङ टु ढोरपाटन हाम्रो राइड चाहिँ अब सुरु हुँदैछ है गाइस। अब भ्यूहरू बवाल देखाउँदै जान्छु म। हेर्दै स्किप नगरेर टक्क हेर्नु पर्यो। सालोको राइडमा फेरि पछाडि भेनु छ, मस्त भ्यू हेर्दै आनन्द टक्क फ्रेस हैन। आम्बो बर्खाको बाटो हिला पनि फेरि के साह्रो डेन्जर क्या। आधी घन्टा लगाइदिरह्यो भनेको यसमा निकाल्नु। यो बाटो नि कस्तो भनेको अझै आधी घन्टा लाग्छ क्या। 1 घन्टा समथिङ 1 घन्टा लाग्ला यहाँदेखि ढोरपाटन पुग्नुलाई। ल केटा हो, हामी चाहिँ ढोरपाटन आइसक्यौँ है। खाजासाजा च्याप्पा खाँदै आज चाहिँ हामी यतै बसेर भोलि चाहिँ ट्रेकिङ जाने निर्णय गऱ्यौँ हामी सबैजनाले। ल गाइस मर्निङ पनि भइसक्यो होइन। अनि हामी ट्रेकिङ पनि हिँड्दै केटाहरू सब जाडोमा चिसोमा आहो कस्तो चिसो हो। चिसो नि डेन्जर छ भनेको क्या यो ठाउँमा होइन। अब माथितिर गएर भ्यू टक्क देखाउँछु नि त म। केटाहरूकोसँग कतिको रमाइलो भइरहेछ, कतिको चिल भइरहेछ देखाउँछु म बिस्तारै। कपालमा छ मेरो बवाल हुँदैछ आज चाहिँ। लगायत उज्यालो पनि भइसक्यो। केटाहरू फेरि डान्स हानिदिन्छ क्या बवाल। वाउ भ्यू हेर्नु पर्यो, दामी छ। टक्क घुम्नुपर्छ है केटा हो, घुम्नुपर्छ। घरमा धेरै नसुत केटा हो, घुम्नुपर्छ। यहाँदेखि बुकी पुग्न अझै डेन्जर टाइम लाग्दो रहेछ क्या। थकै लाएर केटाहरू बिस्तारै तिर अब माथि गएपछि भ्यू देखाइदिन्छु नि त गाइस। ल केटा हो हामी चाहिँ बुकी आइसक्यौँ होइन। भ्यू टक्क लाएर दामी छ। फ्रेस हुन चाहिँ डुल्नै पर्छ है केटा हो। डुल घरमा धेरै बस्नु हुँदैन, डुल्ने घर हो। ल केटा हो हाम्रो सर्ट भिडियो पनि अब सकियो। पछि अब अर्को अब के भयो कस्तो भयो सबै देख्नु भयो होइन। तपाईँहरूले नि सबै देख्नु भयो। अब पछाडि बिस्तारै कन्टिन्यू हुँदै जान्छ होइन। आजको लागि चाहिँ यति नै।